समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8वटा समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सोभन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको रु 59,04,600 बचत फिर्ता गरिएको छ। साथै 3 महिनाभित्र 3,54,49,000 रुपैयाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो। जहाँसम्म रकम अपचलन गरेको विषय छ, सहकारी क्षेत्रमा देखिएका समस्याका कारण सर्वसाधारण बचतकर्ताहरूले दुःख पाएको यथार्थ हामी सबै सामु छ। सहकारीको क्षेत्रमा व्यथिति सम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षहरूमा प्रभावकारी अनुगमन र नियमनको अभाव, जथाभावी कार्यक्षेत्र विस्तार, सेवा केन्द्रको थप विषय औँल्याएको छ। वर्तमान सरकारले यस समस्याको दीर्घकालीन समाधान तथा बचतकर्ताहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यका साथ काम अगाडि बढाइसकेको छ।